थर्ड माइलस्टोन एउटा बोल्नै नसक्ने मान्छे, एउटा घाँटीमा पुवाल भएको र तपाईँहरूसँग बोल्न एउटा चाहना हुँदै पनि एउटा बोल्न नसकेको एउटा सासले मलाई एउटा रोकेर कति बोल्ने चाहना, तपाईँहरू जस्तै एउटा बोल्ने चाहना हुँदै पनि तपाईँहरूको मुखले बोलेको एउटा कानले सुनेर धेरै कुराहरू मनभित्र गुम्साएर राख्नु परेको छ र म भोलि छिट्टै म सक्सेस भएको भनेको मेरो आवाज आउनु भनेको मेरो सक्सेस हो। त्यसमा चाहिँ म हजुरहरूप्रति एकदमै धेरै धेरै धन्यवाद छु र मेरो सिनियर मेन्टर र सिनियर मेन्टरको पनि सिनियर मेन्टर र म मेरो सिनियर कोच दिदीसँग एकदमै आभारी छु र जो दिदीले देखाउनु भएको बाटो छ र मेरो सिनियर मेन्टरले देखाउनु भएको बाटो छ उहाँलाई एकदमै फलो गर्दै एकदमै छिट्टै म सक्सेस भएर हजुरहरूप्रति जो दिदी भएको सिटमा जो हाम्रो सिनियर कोच जानुभयो त्यो सिटमा र हाम्रो सिनियर मेन्टर जो अस्ति बुधबारको हाम्रो जो मिलिनियर मास्टर माइन्ड छ त्यो ठाउँमा म पनि छिट्टै गएर सायद म बोल्न नसके पनि मेरो वाइफले केही कुराहरू सेयर गर्छिन् भन्ने एउटा तिनी कुराहरूलाई मैले एकदमै आशावादी राखेर जो के बोक्दै हुनुहुन्छ उहाँहरू रोशन श्रेष्ठ हो र उहाँको चाहिँ घाँटीमा क्यान्सर भएको छ र उहाँको आवाज आएको छैन र उहाँको चाहिँ मनका कुराहरू चाहिँ उहाँ दाइले बोलिराख्नु भएको छ है। जलाएको छु र मैले जलाउन भन्दा पनि आज मेरो बिजनेस पार्टनरको छोरीले चाहिँ जलाइदिनुहुन्छ र म हजुरहरूप्रति एकदमै सबभन्दा केक काटेर मैले मेरो सिनियर कोचलाई चाहिँ सम्झेर उहाँले खानु होला भनेर सबभन्दा पहिला भाग उहाँलाई छुट्याएर त्यसपछि बल्ल मैले खानेछु भन्दै मैले क्यान्डल जलाउँछु है। थ्याङ्क यू सो मच र सबैजनालाई हजुरलाई सबैजनाले मेरो केक खाइदिनु होला र जति पनि हाम्रो एउटा मैले रेस्पेक्ट गर्ने हाम्रो सिनियर कोच त हुनुहुन्छ तर त्यसको साथसाथै तपाईँहरू पनि सबै मेरो सबै हाम्रो बिजनेस पार्टनरहरू हुनुहुन्छ, मलाई साथ सपोर्ट दिने सबै मान्छेहरू हुनुहुन्छ। यसको लागि चाहिँ केही अरू भन्न छ दाइ? सम्पूर्णमा म एकदमै कृतज्ञ छु, सम्पूर्णलाई एकदमै धन्यवाद छ भन्ने भन्न कङ्ग्रेचुलेसन फेरि पनि हाम्रो विनिङ इगल्सको तर्फबाट हाम्रो रोशन भाइ जो चाहिँ बोल्नै सक्नुहुन्न र पनि उहाँको यो डेडिकेसन दाइले चाहिँ फुक्न पनि सक्नुहुन्न अरे, मेरो छोरीले फुकिदिन्छ है क्यान्डिल चाहिँ गाएको हुन्छ अरे, मेरो छोरीले फुकिदिन्छ। दाइलाई चाहिँ अब यो दाइले थोरै केक काटेर थोरै सुषमा दिदीलाई एकछिनको लागि नबोलिदिनुहोस् तपाईँ ल, एकछिनै त यो चाहिँ सुषमा दिदीलाई अरे है, स्पेसल यो चाहिँ पहिला सुषमा दिदीलाई अरे, आफूले काटेको केक अब पहिला सुषमा दिदीलाई अरे। थ्याङ्क यू सो मच दाइ। ल यो बिजनेसमा एकदम त्यो अन्त अर्जुनलाई पनि हेरेर एउटा उसले एउटा बल